आज म भए घरदेखि बेघरलाई हेरौँ कसरी है त सधैँ चाहिँ बिहान उठेँ र बिस्तारा मिलाएँ अनि त्यसपछि बाहिर आएर हेर्छु भन्दा त घाम लागिसकेको रहेछ। मामुको ठ्याक्क अफिस जाने टाइम रहेछ। मामुलाई गरेँ मैले बाई र भित्र आएँ। मैले तताएर खाएँ पानीमा चाहिँ जिरा हालेर र कुखुराहरूलाई चाहिँ मैले दाना दिएँ अनि मैले पनि खाना खाएँ। सानोलाई चाहिँ होली खेल्न जानलाई चाहिँ रेडी गराइदिएँ र दिउँसोतिर चाहिँ हाम्रोमा आएको थियो काङ्ग्रेसको र्याली अनि मलाई चाहिँ एकदम रमाइलो लाग्यो। त्यसपछि चाहिँ मैले बनाएर खाएँ खाजा र खाजा खाइसकेपछि म गएँ एउटा बहिनीलाई ट्युसन पढाउनलाई अनि आज चाहिँ आउने बेलामा चाहिँ रात परिसकेको थियो। घर आएर हेर्छु भन्दा त घरमा थियो चाबी र त्यसपछि मैले मामुलाई कुरेँ अनि मामु आएर ढोका खोलिदिनु भयो र ड्याडीले चाहिँ मासु लिएर आउनुभएको थियो। मैले पकाएँ मासु र हेर्न सक्नुहुन्छ यस्तो मिठो भएको थियो मासु अनि मैले मामुलाई खाना खान दिएँ र काकीको भ्लग हेर्दै मामुले पनि खानुभयो मैले पनि खाएँ र मैले त्यसपछि चाहिँ भाँडा धोएँ अनि मेरो डे टुलाई इन्ड गरेँ।